मानौ तपाईले कुनै कम्पनीको शेयर किन्नुभयो र तपाईलाई त्यो कम्पनीले 10% को रिटर्न तपाईलाई इयरली दिएको छ भने तपाईको पैसा कति वर्षमा डबल हुन्छ। तपाईले कम्पाउन्डिङको मेथड जान्नुपर्ने हुनेछ र तपाईले एउटा सिम्पल फर्मुलाबाट तपाईको पैसा कति वर्षमा डबल हुन्छ भनेर थाहा पाउन सक्नुहुन्छ। तपाईले रुल अफ 72 एप्लाई गरेर तपाईको पैसा अथवा तपाईको क्यापिटल कति वर्षमा डबल हुन्छ भनेर थाहा पाउन सक्नुहुन्छ। तपाईलाई मैले एक्जाम्पल दिन चाहन्छु। कुनै कम्पनीले 6% को रिटर्न दिएको छ र त्यो 6 ले 72 लाई डिभाइड गर्दा आउने रिजल्ट भनेको 12 रहेको छ र त्यो 12 तपाईको पैसा डबल हुन लाग्ने वर्ष हो। र बैंकमा तपाईले फिक्स्ड डिपोजिटमा राखेको पैसा डबल हुनको लागि तपाईको 8-10 वर्ष भन्दा पनि बढी लाग्न सक्छ। तर स्टक मार्केटमा त्यस्तो हुँदैन, अलि छिटो नै हुन्छ। तपाईको शेयर भ्यालु पनि यता बढेको हुन्छ, प्लस तपाईको कम्पनीले तपाईलाई बोनस शेयर पनि दिएको हुन्छ र क्याश डिभिडेन्ड पनि दिएको हुन्छ। यसरी तपाईले शेयर बजारमा लगानी गरेर धेरै नाफा कमाउन सक्नुहुन्छ तपाईले बैंकमा फिक्स्ड डिपोजिटमा राख्नु भन्दा। र अर्को महत्त्वपूर्ण जानकारी, यदि तपाईलाई अब कुन कम्पनी एकदमै धेरै बढ्दै छ छोटो समयमा र धेरै नाफा दिँदैछ भनेर जान्ने मन छ र तपाईले वर्षौं वर्ष कुर्न सक्नुहुन्न भने तपाई 999 रुपैयाँ तिर हाम्रो पेड ग्रुपमा जोइन हुन सक्नुहुन्छ। हामी त्यो ग्रुपमा अब कुन स्टक एकदमै धेरै बढ्दैछ भनेर हामी स्टक नै तोकेर दिन्छौं र अब मार्केटको एज अ होल नेप्सीको डाइरेक्सन कता हुनेछ भनेर पनि हामी ग्रुपमा इन्फर्मेसन प्रोभाइड गर्छौं। त्यसको लागि तपाईले हामीलाई WhatsApp गर्नुपर्ने हुनेछ र 999 रुपैयाँ तिर 3 महिनाको प्याकेज लिन सक्नुहुन्छ। त्यसको लागि मेरो प्रोफाइलमा WhatsApp नम्बर दिएको छ, त्यो नम्बरमा WhatsApp गर्नु होला। र धेरै जना हामीसँग जोडिनु पनि भएको छ र धेरै स्टकहरुले हामीले धेरै नाफा पनि दिएको छ र केही स्टकहरुले अब दिन बाँकी छ, ती स्टकहरु हामी ग्रुपमा मेन्सन गर्ने छौं। त्यसको लागि ढिला नगर्नु होला भन्न चाहन्छु मैले र तपाईको फाइदाको लागि यो अफर लिएर आएका छौं। आजै WhatsApp गर्नु होला र मौकाको फाइदा उठाउनु होला। धन्यवाद।